सबैलाई प्यारो प्रभु येशू ख्रीष्टको नाममा चाहिँ म चाहिँ यो समय हाम्रो परमेश्वरको पवित्र धर्मशास्त्र बाइबलबाट मैले केही जानेको बुझेको कुराहरू पढ्न गइरहेको छु। अनि यो हाम्रो पवित्र बाइबल चाहिँ अनि सत्य छ, संसारमा जे भइरहेको छ अनि त्यो कुराहरूको चाहिँ साँचो सत्य कुराहरू चाहिँ यसमा, अनि सुरुदेखि अन्त्यसम्म चाहिँ यस पृथ्वीमा के हुन्छ भन्ने कुराहरू चाहिँ यसमा सबै कुराहरू लेखेको छ र त्यो भइरहेको पनि छ। अनि म चाहिँ आज हामीले हेर्छौँ पुरानो नियम यशाया 41को 13 पदलाई हामी हेर्दछौँ। अनि म थोरै के कुराहरू पनि भन्छु तपाईँहरूलाई, आफूले बुझेको कुराहरू। अनि यशाया 41को 13 पदमा भन्दछ, किनकि म परमप्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। आमेन। अनि म चाहिँ यहाँबाट के बुझ्दछु भने हामीले पृथ्वीमा हामी जे गर्छौँ अनि हामी संसारमा हुन्छौँ अनि शरीरमा हुन्छौँ अनि हामीले धेरै कुराहरूको कष्टहरू गर्नु पर्दछ, धेरै कुराहरूसँग हामीले कति कुराहरू सेक्रिफाइस गर्नु पर्दछ। अनि कति कुराहरूमा हामी बाँचिन्जेल हामीले स्ट्रगल गरेर हामीले हिँड्नुपर्ने हुन्छ। अनि त्यो समयहरूमा चाहिँ हामीले परमेश्वरको यो वचन हेर्दा चाहिँ हामीलाई कति कुराहरूमा चाहिँ ढाडस मिल्दछ, किनकि परमेश्वरले भन्नुभएको छ, म तेरो परमेश्वर चाहिँ तँलाई कुनै कुरामा पनि छोड्दिनँ, म तेरो दाहिने हात समात्छु र म चाहिँ तेरो परमेश्वर हुँ, म तेरो पिता हुँ, नडरा, कुनै पनि कुराहरूमा नडरा। र मेरो कुरा अब हामीले बुझ्ने हो भने उहाँको बारेमा हामीले कुनै पनि समयमा जहीँ पनि हामीले बोल्नुलाई पनि डराउनु हुँदैन भन्ने कुरा पनि म बुझ्दछु। र तँलाई सहायता गर्नेछु, हामीले जहीँ पनि हामीले जे गर्दा पनि उहाँले चाहिँ उहाँमा हामी चाहिँ उहाँमा भरोसा राख्दछौँ भने उहाँले चाहिँ हामीलाई सहायता गर्नुहुनेछ। आमेन। यो कुराहरू मैले चाहिँ यो तपाईँहरूलाई सेयर गर्दछु होइन। तपाईँहरूले अब सबैको आफ्नो बुझाइहरू हुन्छ। मैले चाहिँ बुझेको कुरा यही हो। यहाँबाट परमेश्वरको महिमा भएको होस्। हस् त, धन्यवाद। जय मसीह।